महिला, दलित, मधेसी, मुस्लिम र अन्य पिछडिएका वर्गहरूको हक अधिकारको लागि तपाईँको तर्फबाट कस्तो भूमिका हुनेछ? सबभन्दा पहिला त यो देशका नारीहरू दासी थिए। हामीले लडेर 33% संवैधानिक हक छन्। अहिले त्यसले पुग्दैन, आधी जनसङ्ख्या हो। त्यसैले यो संविधानमा, नेपालको संविधानमा 50% महिलाको अधिकारको ग्यारेन्टी गर्नुपर्छ। दलितलाई विशेषाधिकार दिनुपर्छ। अझ पनि हाम्रो समाजमा हुन त संविधानमा छैनन् छुवाछुत, भेदभाव, तर अहिले पनि दलितहरू अपीडित छन्, पीडित छन्, छुवाछुतका शिकार छन्। बोक्सी दलितलाई मात्रै बोक्सी भन्दो रहेछन्। त्यसैले यो संविधानमा संशोधन गरेर दलितलाई विशेषाधिकारको व्यवस्था गर्नुपर्छ र पिछडा वर्गको सवालमा आरक्षण हुनुपर्छ। जनसङ्ख्याको आधारमा यो संविधानमा आरक्षण हुनुपर्छ। जहाँसम्म गरिबको कुरा रह्यो त गरिबलाई जुन विपन्न वर्गमा छन् त्यसलाई राष्ट्रिय कार्डको व्यवस्था गर्नुपर्छ। गरिबको एउटा आइडेन्टिटी कार्ड बनाउनुपर्छ र गरिबलाई पनि आरक्षण गर्नुपर्छ। शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सरकारी नोकरीको क्षेत्रमा तिनीहरूलाई आरक्षण नगरी यो देशको विकास हुन सक्दैन। सङ्घीयता कार्यान्वयन र स्थानीय सरकार सशक्तिकरण बारे तपाईँको धारणा के छ? हुन त सङ्घीयता, हाम्रो पार्टीलाई सबैले सङ्घीयता विरोधी भन्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई। तर हाम्रो प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनजीले जनकपुरमा भन्नुभयो सङ्घीयतालाई अझ मजबुत र बलियो बनाउनुपर्छ। र अहिलेको यो सङ्घीयताले त्यति राइट दिया छैन। 62-63 जनआन्दोलनपछि जुन अन्तरिम संविधान थियो त्यसमा 60-40 थियो समानुपातिक र प्रत्यक्ष, तर अहिले 70 र 30 छ हैन। त्यसैले सङ्घीयता मजबुत बनाउनको निमित्त र सङ्घीय ढाँचालाई अझ झन बलियो बनाउनको निमित्त जनसङ्ख्याको आधारमा हैन पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ। त्यो नभइकन सङ्घीयता बलियो र मजबुत हुन सक्दैन। र जहाँसम्म समानुपातिक समावेशी छ, अब पुराना दलका नेताहरूले समानुपातिक समावेशीलाई व्यापार बनायो। हुन त संविधानमा व्यवस्था छ यी समाजबाट वञ्चित, शोषित, पीडित, राज्य सत्ताबाट वञ्चितको निमित्त त्यो समावेशी हो, समानुपातिक प्रणाली हो। तर दलका नेताहरूले अब पैसा लिएर समानुपातिक त्यो विकृतिलाई रोक्दै सङ्घीयतालाई मजबुत बनाउनको निमित्त जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, जनसङ्ख्याको आधारमा के अरे पूर्ण समानुपातिक निर्वाचन प्रणाली जबसम्म हुँदैन तबसम्म सङ्घीयता मजबुत र बलियो हुनै सक्दैन। स्थानीय सरकारको बारेमा हुन त सरकारले भनेको छ गाउँ गाउँमा सिंहदरबार त छ, तर यो लुट दरबार बनायो, भ्रष्टाचारको अखाडा बनायो, वंशवाद, परिवारवाद, कमिसन, दलालीको अखाडा बनायो। त्यसैले स्थानीय सरकारलाई अझ मजबुत बनाउनुपर्छ र भ्रष्टाचार रोक्नको निमित्त स्थानीय सरकारको लेभलमा एउटा जनलोकपाल बिल, देशैभरिको भ्रष्टाचार प्रदेशमा तपाईँले थाहा छ प्रदेशमा रेड बुकमा बजेट पार्नको निमित्त 10 वर्ष कमिसन दिनुपर्छ। बजेट परिसकेपछि चिठी ल्याउनलाई, चिठी लिनलाई 10% को कमिसन दिनुपर्छ। र स्थानीय त कुरै नगरौँ, भ्रष्टाचारको अखाडा नै भइसकेको छ। वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? अब वर्तमान राजनीति, राष्ट्रिय राजनीति तपाईँलाई, हामी सबैले थाहा छ कि यो देश बदलाव चाहेको छ। नेपाली जनता परिवर्तन चाहेको छ। नेपाली जनता समृद्ध नेपाल चाहेको छ। नेपाली जनता समुन्नत नेपाल चाहेको छ। नेपाली जनता सबका साथ र सबका विकास चाहेको छ। त्यसैले यो देश अब छिटै राष्ट्रिय स्वतन्त्र पार्टीको कमानमा सरकार बन्दैछ। यो देशको समस्या समाधान भनेको राष्ट्रिय स्वतन्त्र पार्टी रवि र बालेन हुँ।
त्यसैले राष्ट्रिय राजनीतिमा अब यिनी बुढाहरूको के काम भन्नुहोस् न। बुढो गोरुले त खेत जोत्दैन, यिनी उहाँहरूले त जति गर्नुभयो त्यति गर्नुभयो। जसको घरमा पैसा डढ्यो होइन, जनताले देख्यो होइन, अब भुटानी सर कति काण्ड भन्ने हो र, यहाँ त काण्ड बनियो भने किताब लेखिन्छ। त्यसैले अब राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन बन्नुहुन्छ अब।